अब नेपालको झण्डा पनि अन्तरिक्षमा फहराउनेछ। अहिलेसम्म अरू देशले नेपाललाई प्रविधिको सही प्रयोग गर्न नजानेको देश भनेर चिन्थ्यो, तर अब यो सबै बिस्तारै परिवर्तन भइरहेको छ। नेपालले पनि अन्तरिक्ष क्षेत्रमा आफ्नै पहिचान गराउने बाटोतिर लागिरहेको छ। अहिले नेपालले पनि विज्ञान प्रविधि क्षेत्रमा ठुलै सफलता हासिल गरिरहेको छ। यसको नेतृत्व गरिरहेका छन् विज्ञान तथा नवप्रवर्तन मन्त्री वैज्ञानिक महावीर पुनले। नेपालले यसअघि नै एउटा सेटेलाइट बनाएर अन्तरिक्षमा पठाइसकेको छ। नेपालको दोस्रो सेटेलाइट मुनाल नेपाली विद्यार्थी र संस्थाहरूको सहयोगमा निर्माण भइरहेको छ, जसको उद्देश्य पृथ्वीको वनस्पति र वातावरण सम्बन्धी डाटा सङ्कलन गर्नु हो। तर अब यो सबै यत्तिकैमा रोकिँदैन। महावीर पुन नेतृत्वको नयाँ मन्त्रालयले स्पेस टेक्नोलोजी, रोबोटिक, आर्टिफिसियल इन्टेलिजेन्स र वैज्ञानिक अनुसन्धान जस्ता क्षेत्रमा काम अगाडि बढाउने लक्ष्य राखेको छ। त्यसमाथि नेपालमै बनेको हाइब्रिड इन्जिन रकेट समेत परीक्षण भइसकेको छ र नेपाली इन्जिनियरहरूले आफ्नै रकेट प्रविधि विकास गर्ने दिशामा अगाडि बढिरहेका छन्। यस्तै चलिरह्यो भने नेपालले पनि आफ्नै प्रविधिबाट अन्तरिक्षमा ठुलै छलाङ मार्न समय लाग्ने छैन। वैज्ञानिक महावीर पुन लगायत नेपाली अन्य वैज्ञानिक र इन्जिनियरहरूले अहिले आफ्नो देशलाई नयाँ उचाइमा पुर्याउने जितोड मेहनत गरिरहेका छन्। तपाईँलाई बुढो जेन्जी महावीर पुनको कामहरू कस्तो लागिरहेको छ त?